दर्शकहरुमा नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज बुलेटिनमा तपाईलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। समय अवधिभर हामीसँग रहन भने नबिर्सनुहोला। काठमाडौँ महानगरपालिकाका पूर्व महानगरपालिका पूर्व मेयर र राष्ट्रपतिका वरिष्ठ नेता बानेशालाई मुद्दा हाल्नेलाई 1 लाख रुपियाँ फर कसले गर्यो त? झापामा एपिसेन्टर बनेको रान्ती मर्देशीय ओलीले धाँधली गरेर भने जित्ने परपञ्च घर दैलो कार्यक्रममा पर्यो लफडा। अमरेश कुमार सिंह र गगन कुमार थापाको कड़ा प्रतिस्पर्धाले कसलाई होला फाइदा? रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। यसबारेमा पनि जानकारी दिनेछौँ र रवि लामिछाने प्रकरणबारे महत्त्वपूर्ण अपडेट आजको समाचारमा दिनेछौँ। हामीसँगै रहनुहोस्। आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन्। उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिन बैठक बोलाएको जानकारी दिएकी छन्। गतको 27 गतेदेखि माघ 1 गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा पुग्नेछन्। उपसभापति भुसालका अनुसार सभापति गगन थापा सहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरूले बताएका छन्। बैठकपछि सभापति थापा चुनाव प्रचार प्रसारका लागि सर्लाही क्षेत्रमा 4 जाने कार्यक्रम तय भएको छ। अघिल्लो निर्वाचनमा काठमाडौँ 4बाट निर्वाचित थापा यसपटक सर्लाही 4मा उम्मेद्वार बनेका छन्। उनले माघ 6 गते वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए। यतिखेर भने उनी सर्लाही 4 झरेपछि उनलाई पनि चुनौतीका चाङ भने पक्का पक्की देखिएको छ। जसले गर्दा पनि जित्छन् कि जित्दैनन् भन्ने चासोको विषय यतिखेर सर्लाही 4मा देखिएको छ। उनीसँग प्रतिस्पर्धी छन् अमरेश कुमार सिंह। यता भने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार दिएका उम्मेद्वारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दिएका उम्मेद्वारले आज दिउँसो 1 बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। निर्वाचन कार्यतालिका अनुसार बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि दिउँसो 1 देखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न 4 देखि साँझ 7 बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित प्रणाली अन्तर्गत माघ 7 गते दाबी विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेद्वारको नामावली प्रकाशन गरिएको थियो। देशभरका 165 निर्वाचन क्षेत्रमा कुल 3486 उम्मेद्वार दर्ता भएका छन्। तीमध्ये 3089 पुरुष, 396 महिला तथा अन्य 1 जना उम्मेद्वार रहेका छन्। माघ 6 गते देशभर एकैपटक मनोनयन पत्र दर्ता गरिएको थियो। प्रतिनिधि सभा निर्वाचन आगामी फागुन 21 गते हुँदैछ। 275 सदस्यीय प्रतिनिधि सभामा 165 जना प्रत्यक्ष निर्वाचन प्रणाली र 110 जना समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुनेछन्। साथै तपाईले 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई 25 माघदेखि फिल्डमा खटाइने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफ मातहत परिचालन हुने गरी छानिन लागेका निर्वाचन प्रहरीलाई 15 माघमा नियुक्ति पत्र दिएर 10 दिनसम्म आधारभूत तालिम र त्यसको 10 दिनपछि 25 माघदेखि तोकिएको कार्यक्षेत्रमा खटाउन लागि हो। प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातितर्फ 110 र प्रत्यक्षतर्फ 165 सदस्य गरी 275 सिटमा एकै दिन चुनाव हुँदैछ। त्यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट 1,88,000 जनशक्ति चुनावी सुरक्षामा खटिँदैछन्। यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी 1,33,980 र सशस्त्र प्रहरी मातहत खटिने गरी 15,110 गरी 1,49,090 जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनात गर्न लागि छ। 25 पुसबाट 77 वटै जिल्लाका प्रहरी र सशस्त्रका युनिटबाट भर्ना आवेदन खुलाइएकोमा 3 माघसम्म करिब 2 लाख जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका थिए। उनीहरूको अहिले परीक्षा सञ्चालन भइराखेको छ। देशभर निर्वाचन प्रहरी छनौट चलिरहेको र केही दिनभित्र तोकिएको कोटामा जनशक्ति छानिने नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्।
अहिले निर्वाचन प्रहरी छनौटको काम भइराखेको छ। निर्धारित संख्यामा जनशक्ति छनौट गरी 40 दिन कार्य अवधि तोकेर परिचालन गर्न लागि छ। सोही अनुसार 15 माघमा नियुक्ति, त्यसपछि 10 दिन तालिम गराएर 25 माघबाट फिल्डमा परिचालन गर्ने र त्यसको 1 महिनासम्म काम गरेर 25 फागुनमा उनीहरूलाई बिदाई गरिनेछ। निर्वाचन प्रहरीलाई सरकारले 40 दिन कार्यविधि तोकेकोमा 10 दिन तालिम र बाँकी 1 महिना निर्वाचन सुरक्षामा प्रहरी र सशस्त्र अन्तर्गत परिचालन हुने गरी परिचालन मापदण्ड बनाएको थियो। निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानको आधारभूत तलबमान र लत्ता कपडा तथा राशन भत्ता अनुसारको सुविधा पाउनेछन्। जवान सरहको आधारभूत तलब बमोजिम हुन आउने रकम अनुसार एकजना निर्वाचन प्रहरीलाई दिएको 869 रुपियाँ 40 पैसाले हुने 40 दिनको 34,000 रुपियाँ तलब जिल्ला दर रेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसर 40 दिनको राशन भत्ता जिल्ला अनुसार फरक फरक निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति 846 रुपियाँ यातायात भत्ता, 4 दिनका लागि प्रतिदिन 300 रुपियाँको दरले खाजा खर्च बापत एकमुष्ट 1200 रुपियाँ तथा जिल्लाको मौसम अनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ता अनुसार 1 सरो कपडाको खर्च समेत उपलब्ध गराउने भएको छ। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागेको। जेनजी आन्दोलनपछि रान्तीमा नयाँ र वैकल्पिक रान्तीको नारासहित प्रतिसभा निर्वाचनमा हरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा लगायतका रान्ती दलहरूमाथि सुशासन र पारदर्शिताका लागि बनाइएका आन्तरिक कानून र विधानको समेत धज्जी उडाएर उम्मेद्वार छनौट गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वार चयनका क्रममा पार्टीको विधान उल्लङ्घन गरेको सो पार्टीका नेताहरूले आरोप लगाएका छन्। रासपामाथि सार्वजनिक जिम्मेवारी प्रतिनिधिहरू जनप्रतिनिधिको लागि विशेष र पारदर्शी प्रणाली बनाउने गरी विधानमा को लिडरशिप एकाडेमी र प्रारम्भिक निर्वाचनमा प्रावधानलाई सिधै अवज्ञा गरी उम्मेदवारी छानेको आरोप लागेको छ। राजसभाको विधानको भाग 19 को धारा 62 र 63 मा लिडरशिप एकाडेमी गरेको र उम्मेदवार क्लबबाट मात्रै उम्मेदवार छान्ने व्यवस्था भएकोमा त्यसको सिधै उल्लङ्घन भएको भन्दै विरोध भएको छ। राजसभाले समानुपातितर्फ उम्मेदवार सिफारिस गरिएकोमा व्यापक विरोध भएपछि 18 जनाले फिर्ता लिएका थिए। समानुपातिक निर्वाचनतर्फ पेश गरिएका नाम र त्यसमा सिर्जना भएको विवादको विषय समेतलाई लिएर राजसभामा एकीकरण भएको ज्यालो नेपाल पार्टीले एकता नै भङ्ग गरेको थियो। राजसभाले प्रत्यक्षतर्फ पनि उम्मेद्वार छनौटमा प्राइमरी इलेक्सन र लिडरशिप एकाडेमीको व्यवस्थालाई उपेक्षा गरेको हो। बालेशाह समूहको नाममा प्राइमरी इलेक्सन छलेर टिकट दिएको भन्दै राजसभा नेताहरूले विरोध जनाएका छन्। प्रत्यक्षतर्फ 25,000 रुपियाँ शुल्क र समानुपातितर्फ 50,000 रुपियाँ शुल्क असुल गरेर गरिएको प्राइमरी इलेक्सनको पारदर्शी नतिजा सार्वजनिक नभएदेखि प्राइमरी इलेक्सनमा राम्रो अवस्थामा रहेकाले टिकट नदिएर कमजोर र नेतृत्वको स्वार्थ प्रेरित टिकट वितरण गरिएको आरोप लाग्ने गरेको छ। राजसभाको विधानको धारा 64 मा उम्मेद्वारको योग्यता भन्ने व्यवस्था, यसमा भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण लगायतका विषयको आरोप नलागेको व्यक्ति हुनुपर्ने व्यवस्था रहेको छ। तर राजसभामा भने यस्तो व्यवस्थालाई छल गरेर अगाडि बढेकोमा गम्भीर आपत्ति पार्टीभित्रहरूकाले नै जनाइसकेका छन्। साथै आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। आगामी फागुन 21 गतिको निर्वाचनलाई लिएर विभिन्न दलहरूले धमाधम प्रधानमन्त्रीको दाबी र घोषणा गर्दै आइरहेका छन्। साना तथा ठूला सबै दलहरूले आफ्नो नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरिरहँदा ती उम्मेद्वारहरूले नै चुनाव जित्नेमा शंका छ। केपी शर्मा ओलीले नेकपा एमाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। निर्वाचनका लागि मनोनयन हुनु अघि नै पार्टीले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको थियो। जस अनुसार नै ओली मतदाता माझ प्रस्तुत हुने गरेका छन्। ओलीले आफ्ना मतदाताहरूलाई आफू भावी प्रधानमन्त्रीको रूपमा रहेको र देशलाई थप विकास र सुशासनमा लैजाने आश्वासन बाँडिरहेका छन्। तर ओलीका लागि निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न भने फलामको चिउरा चपाउनु पर्नेछ। उनका लागि अर्का प्रधानमन्त्रीकी उम्मेद्वार बालेन शाह चुनौतीको रूपमा खडा भएका छन्। ओलीलाई काउन्टर दिन बालेन शाह नै काठमाडौँको मेयर त्यागेर झापा 5 मा पुगेका हुन्। बालेनलाई पनि राजसभाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। युवा पुस्ताको बढ्दो केरेच र राजनीतिक रूपान्तरण पक्षले बालेनलाई रुचाइरहँदा ओलीका लागि बालेन चुनौती बनेका छन्। अर्कोतर्फ झापा 5 ओलीकै गढ हुनाले बालेनलाई पनि चुनाव जित्न खास सहज छैन। तसर्थ प्रधानमन्त्रीका लागि अघि सरेको ओली बालेनका लागि झापा 5 चुनौती बनेको छ। यो क्षेत्रमा प्रधानमन्त्रीका एकमात्र उम्मेद्वारले जित्ने हुँदा ओली र बालेन मध्ये एकजना मात्रै संसद पुग्नेछन्। तसर्थ एकजना प्रधानमन्त्रीको उम्मेद्वारलाई झापा 5 को मत परिणामले रोक्नेछ।